बुढीलाई चाहिँ यहाँबाट आइ बस्न अलि लामो ठाउँसम्म बनेको त्यो क्या फाल्दा कोत्रेको एउटा भिड छ भोलिबाटै पछि पल्ट बस्छ यो अलिकति खतरा देखिन्छ क्या कहाँ पल्ट्यो भने बुढी खोज्नु थाल्यो बाटो जस्तो लाग्छ नि त यहाँ। के यहाँ यसरी बाटो सकली नकली पनि सबैले देखाउँदा नकली हुँदैन पहिलो झ्यालबाट बाहिर खेल्छ सिद्धिनु हो खेल्दैन हो सिद्धियो नि कति दिनको बाटो आइसक्यो ढालेर यसरी फाले कहाँ भेट्नु भन्न सक्यो र अलिकति 2-4 फिट पर ठाउँको ठाउँ सबै थाहा हुनु पऱ्यो उस्तै भएर भएर बस भर 30जना मान्छे कहाँ बुढाबुढी आउँदै रहेछ एउटा अगाडि आउने छेनी मान्छेले यसो लाँदा हिर्का पोख्यो छोटोले हेरेको रहेछ के गर्नु म यस्तो रहेछ भने भाइ होइन सबैले नि नक्कली हो नि पछाडि बस्ने एउटा केटी मान्छे काली मान्छे हुन्छ टोयो पनि मिल्दैन कसैको हो कि यो राखौँ है अहिले सोध्नुपर्छ सबै आएछ भने भाइ यसो सबैजना आइसक्यो 2जना मात्रै बाँकी रहेछ फेरि त्यो 2जना बाँकी भयो थाहा नै भयो किन नाम गर्दा खतरा छैन नि पारेर पोको बाँकी 2 त पारेर बाटो जाँदा लाउनु हुँदैन पहिलानिर मान्छे बुढीले बङ्गालले डरले बनाउन बोले पनि हामीले बोलेकोलाई चाहिँ हटाएर होइन गीत हाल्नुपर्छ क्या बोले हटाउनु मिल्छ बोलेको हटाउनु साइन हाम्रो साइन